त ह्यान्डसम देखिया छु कि नै ले फोटो खिच्छु टल्काइदिन्छौ मोबाइलमा हाल्दा ढुसा हुन्छ हो कि नै VPN ले हाम्रो फोटो बिगाडिदिन्छ कि दाइ अरे क्यानोन एप खुल्दैन दाइ तपाईँले एउटा यो गेममा तपाईँले सही आन्सर दिने रिचार्ज पाउनुहुन्छ म तपाईँहरू अब क्यामेरा पर्सन भएकाले तपाईँहरूलाई डिजिटल क्वेसन नै सोध्छु तपाईँहरूले VPN सुन्नु भएको छ नेपालमा टिकटक ब्यान हुँदाखेरि तपाईँले VPN युज गरेर त टिकटक पक्कै पनि चलाउनु भएको होला हो त्यो VPN को फुल फर्म के हुन्छ VPN को फुल फर्म तपाईँले नि भन्न सक्नुहुन्छ VPN भने त हामीले बुझे अनुसार तपाईँले नेपालमा टिकटक ब्यान हुँदाखेरि VPN युज गरेर पक्कै पनि टिकटक चलाउनु भएको होला त्यो VPN को फुल फर्म के हुन्छ अब हामी क्यामेरा लाइनवाला होइन VPN भने आउँछ भने पनि तपाईँले भन्नुहोला नभए तपाईँले पास भन्न सक्नुहुन्छ है त ह्यान्डसम देखिया छु कि नै ह्यान्डसम त अलरेडी हेर्नु दाइ है अब हामी भाटबटे निको क्यामेराम्यान हो हामीले फोटो हाल्दाखेरि के बुझाएको छ भन्दाखेरि VPN भनेको जस्तै हामीले क्यानोन एप खोल्यौ नि VPN ले हाम्रो फोटो बिगाडिदिन्छ कि दाइ अरे क्यानोन एप खुल्दैन दाइ त्यही भएर होइन अब केपी ओलीलाई हो कि प्रचण्डलाई हो कसलाई भन्नु हो त्यसैमा तपाईँ क्यामेराम्यान हो नि है तपाईँलाई म क्यामेरा सम्बन्धी नै क्वेसन सोध्छु है अहिले सबैले त यो क्यामेरामा राम्रो फोटो आउँछ HD क्वालिटीमा आउँछ भनेर फोटो खिच्ने गरेका छन् त्यो मध्येमा SD भन्ने सुन्नु भएको होला नि त्यो SD भन्दा सानो रूप SD हुन्छ त्यो SD को पुरा रूप के हुन्छ SD को फुल SD भन्नाले त हाई क्वालिटी हो होइन SD भन्दा हाई क्वालिटी अब तर क्यामेरा पनि ढुसो हेर्नु है जति हामीले यस्तो हो कि हामी नेपाली हो भने एक्सपेक्टेसन भर्सेस रियालिटी भइहाल्छ अब जस्तै हामीले क्यामेराले फोटो खिचे कस्टमरहरू पनि सुन्नु है हामीले क्यामेराले फोटो खिचे होइन काले पनि होला काहीँ सुन्ला होइन यस्तो हुँदै अब हामी सिधा झुट बोल्दैन भन्दै हामीलाई त पैसा कमाउँछ हामी त तान्दिने हो भाइ आइज यहाँ हाम्रो राम्रो आउँछ भनेर अब एक्सपेक्टेसन भर्सेस रियालिटी भइहाल्छ अब हामी क्यामेराले फोटो खिच्छु टल्काइदिन्छौ मोबाइलमा हाल्दा ढुसा हुन्छ हो कि नै ओके थ्याङ्क यू सो मच भाइको नाम भनिदिनु न मेरो नाम वीरेन्द्र कान्छो हो मलाई सबैले वीरेन्द्र अब कान्छो भनेर चिन्छन् होइन त्यही हो तपाईँ क्यामेराम्यान होइन ल कोही फोटो खिच्न चाहनुहुन्छ नि भाटबटेमा आएर वीरेन्द्र भाइलाई सम्पर्क गर्न सक्नुहुन्छ थ्याङ्क यू सो मच